हेलो गाइज, आई होप सबैजना सन्चै हुनुहुन्छ होला, ठिकठाकै हुनुहुन्छ होला। ल मेरो न्यू भिडियो यो चाहिँ तपाईँको गेटको डिजाइन हो। हेर्नु है, यो गेटको डिजाइन चाहिँ मैले गराउन लागेको छु, तर यो आधी काम भइसकेको छ। हिजो अब मोबाइल भएन, भिडियो गर्न पाइएन होइन। यो हिजो एक दिन यति नै भइसकेको, यो फ्रेम सेटिङ रेडी भएर यो बुट्टा भइसक्यो। र मैले बुट्टा कसरी यसको बुट्टा कसरी मोडिरहेको छु, मैले यो भिडियो चाहिँ यो भिडियोमा कसरी मोड्ने अनि कसरी हालिराखेको छु त्यो तपाईँहरूलाई देखाउनेछु मैले। र लास्टमा गएर यो भिडियो कस्तो बन्छ हेरिदिनु होला। मन परेमा लाइक कमेन्ट सेयर गरिदिनु होला र सब्सक्राइब गरिदिनु होला युट्युब च्यानललाई। अनि के भन्न चाहन्छु भने यस्तो कामहरू गर्नु पऱ्यो भने हामीलाई चाहिँ कमेन्टमा कमेन्ट गरेर छोडिदिन सक्नुहुन्छ। यो सुर्खेतदेखि हो होइन, यो सुर्खेत हो, काम भइरहेको छ सुर्खेतको तातोपानी। ल यो चाहिँ हेर्नु मैले कसरी अब यो चाहिँ मैले कटिङ गरिरहेको छु अहिले। यसलाई यस्तो कटिङ भयो हो। यसलाई अलिक होटेल चिल्लो गराउँदै, नत्र त हात काट्छ अहिले पछि। मैले घोचिरहेको छु यसलाई कि मजाले ग्यालेन्डर, तर घोड्नु चाहिँ खालेर होइन, कटिङ चाहिँ खाले नै घोचिरहेको छु कि। तर यो तपाईँहरूले यति ग्यालेन्डर चलाउँदै हुनुहुन्छ भने एकदम यो काम गर्ने को हुनुहुन्छ एकदम सेफ छ है। अल्फाको चक्करले धेरै सेफ गर्छ क्या। तपाईँलाई चोटपटक लाग्ने पड्किए पनि त्यस्तो सिङै चाहिँ जाँदैन कि चक्का, सानो सानो टुक्रा टुक्रा गरेर जान्छ होइन। त्यसले गर्दा यो हामीहरूलाई धेरै सेफ गर्छ होइन। यो कटिङहरू गर्दाखेरिमा कुनै ठाउँमा चेप्पिने ठाउँमा पऱ्यो भनेपछि यो चाहिँ जाँदैन त्यसरी। जति नै जानुपर्ने हो त्यति नै भाँचेर भन्नाले मसिनो आधी टुक्रा टुक्रा भएर जान्छ कि एकैचोटि सिङ्गै चाहिँ जान्न। धेरै बेस्ट छ। पहिलाको स्टार बेस्ट थियो चक्का, अहिले चाहिँ स्टार ताउन छोडिसक्यो। अब अहिले चाहिँ यही के अरे यसको अल्फाको आइरहेछ। हेर्नु म चाहिँ यसरी बुट्टा मोडिरहेको छु डाइमा होइन। यहाँ हाम्रो के अरे देखिन्न त अलि यो मिनी डाइ यही नै हो तलको। यो बुट्टा चाहिँ यसरी मोडेर चाहिँ यो हालेको लगभग झन्डै 2-3 दिन जति लाग्छ होइन यो के अरे गेट बनाउनलाई। तर हेर्दा सानो छ, तर यसमा धेरै छ क्या बुट्टाहरू हाल्नुपर्ने। सानो बुट्टाहरू, त्यो पनि फेरि 10 mm को सरिया मोडेर हाल्नुपर्छ। र 8 mm को सरिया मोडेर हाल्ने भइदिया छिटो हुन्थ्यो अनि नरम पनि हुन्थ्यो। 8 mm को फटाफट मोडिहाल्थ्यो। तर यो 10 mm को सरिया मोड्दाखेरिमा यो एउटै बुट्टा मोड्न झन्डै लागिहाल्छ 15-20 मिनट। त्यही पनि मिल्छ मिल्दैन केही उही हुन्न कि। अब दुइटालाई मिलाउनु पर्छ। यो चाहिँ मैले मोडेर यो चाहिँ यहाँ चाहिँ कुनामा हाल्नु परेको थियो। अब लास्टतिर आइसक्यो बुट्टा हाल्नु। यो छेउछेउमा हाल्यो भने माथिको बुट्टा चाहिँ भइन्छ। त्यस पछाडि यहाँ तलतिरको बुट्टा चाहिँ हाल्न बाँकी छ। यो तलपट्टिको भाग हो यो मासतिरको, यो तलपट्टि। यसमा यो गोलोमा पाताहरू कटिङ गरेर हाल्नै बाँकी छ, गराउँदैछु मैले। अब यो धेरै टाइम लाग्यो, लगभग 2-3 दिन लागिसक्यो कि यो गराउँदा। अब खै फाइदा होला जस्तो त लाग्दैन के रहेछ। ज्यानलाई चाहिँ धेरै एक्सर्साइजै गर्दो रहेछ। 10 mm को डाइ भाँचिएर कतिचोटि वेल्डिङ गरिसक्यो यिनी। डाइ यो मोड्दा भाँचिने, फेरि वेल्डिङ गर्ने, अनि फेरि भाँचिन्छ, फेरि वेल्डिङ गर्ने गरेर लगभग अब गेट चाहिँ भ्याइयो भन्नु पऱ्यो कि बनाएर। यस्तो भयो यो गेट चाहिँ होइन। लास्टमा हेर्नु यो गेटको डिजाइन यस्तो हो क्या। यो फिनिसिङ भइसक्यो लगभग। गेटमा जो जति बुट्टाहरू आउने थियो मतलब आइसक्यो कि बुट्टाहरू आएर पातासाता काटेर सब रेडी भइसक्यो। ल हेर्नु यो यस्तो होला गेट हो। तर यो गेट फेरि डबल पल्लावाला हो। तर यस्तो एउटैतिर एउटा पल्लामा अर्को कब्जा लागेर यस्तो फोल्डिङवाला हुन्छ कि। यो फोल्डिङवाला गेट हो। तपाईँको यो पल्ला चाहिँ भित्र, यो चाहिँ बाहिर हुने हिसाबले फोल्डिङ गरेर यसलाई अब फिट गर्ने हो। तर फिट गर्न म गएछु भने भिडियो बनाएर ल्याएर आउँछु, तर म जान पाइनँ यदि भनेपछि अब अरू केटाहरूले फिट गर्छ होला। ल गाइज यो भिडियो यति नै हो। यसको 2-3 दिन लागेर अब 2-3 दिन लाग्यो के अरे बनाउन। टाइम चाहिँ धेरै लाग्यो होइन। यसमा अझै बाँकी छ, वेल्डिङ गर्न छ, यसलाई घोड्न बाँकी छ। मेरो काम यतिसम्म हो। यस पछाडि घोड्ने वेल्डिङ गर्ने अरूले गर्छन्, मैले पनि गर्न सक्छु। अब यति नै हो यो भिडियोमा हुनुपर्ने।
ल भिडियो मन परेमा लाइक शेयर सब्स्क्राइब गरिदिनु होला। धन्यवाद।